यहाँलाई नमस्कार। आजभोलि धेरै कुरा देखिन्छ। झोलीमा रमाइरहेका छन्, कोही गजडी खोजिरहेका छन्, कोही मासु बिना थाल नै नचल्ने होइन भन्छन्। तर सोच्नुहोस् त, थालमा के छ भनेर होइन, मनमा कस्तो स्वाद छ भनेर हेर्न सक्यो भने जीवन मिठो हुन्छ। माया, सन्तोष र साथ, यी तीन कुरा हुँदा सादा भात पनि भोज भन्छ। त्यसैले आज एकछिन शान्त भएर सोच्नुहोस्। खुसी स्वादले होइन, सोचले पाक्छ। सुनिधि ब्लग्सबाट सानो कुरा, ठुलो सोच।